खुल्ला भलिबल प्रतियोगिता कार्यक्रमका समापन कार्यक्रमका सञ्चालक तथा यस कार्य समितिका सचिव नरेन्द्र कुमार शर्माज्यू, यस आयोजक समितिका यस कार्यक्रमलाई अध्यक्षता गर्नुहुने यस आयोजक समितिका अध्यक्ष मेरा मित्र तेजचन्द्र सम्मामज्यू, कार्यक्रमको विशिष्ट अतिथि तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्गसुन्दर सम्मामज्यू, विशिष्ट अतिथिको रूपमा पाल्नुहुने तुम्बेवा गाउँपालिकाका निवर्तमान अध्यक्ष रोमनाथ थापाज्यू, विशिष्ट अतिथिकै रूपमा आसीन जिल्ला समन्वय समिति 5 थरका सदस्य आदरणीय दिलेन्द्र कुमार शर्माज्यू, 1 देखि 5 वटा वडाका आदरणीय सम्पूर्ण वडा अध्यक्षज्यूहरू, तुम्बेवा गाउँपालिका अन्तर्गत सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सम्पूर्ण तुम्बेवा गाउँपालिकाका जनप्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट प्रमुख तथा प्रतिनिधिको भूमिकामा रहनुभएका आदरणीय प्रमुख तथा प्रतिनिधिज्यूहरू, यो खेललाई अत्यन्तै महत्त्वका साथ आयोजना गर्नसम्म जोडिनुभएका सम्पूर्ण आयोजक कमिटीका पदाधिकारी सदस्य एवं सम्पूर्ण शुभचिन्तक सम्पूर्ण महानुभावज्यूहरू, देश विदेशबाट आफ्नो भूमिमा सञ्चालन भइरहेको खेललाई सफल बनाउनको निमित्त आर्थिक नैतिक भौतिक विभिन्न रूपले चाहिँ यहाँ समर्थन गर्नुहुने सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, यो खेललाई एम्पायरको भूमिकामा रहनुभएका सम्पूर्ण एम्पायर मित्रहरू, इलाका प्रहरी कार्यालयका प्रमुख तथा सम्पूर्ण सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू र यो खेललाई सफल बनाउनको निमित्त उपस्थित हुने तमाम तुम्बेवा गाउँपालिका लगायत छिमेकी गाउँपालिका र विभिन्न ठाउँबाट यो कार्यक्रमलाई शोभा बढाउनको निमित्त उपस्थित हुनुहुने आदरणीय आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू, कुराहरू आइसकेका छन्। सबैभन्दा पहिले म यो बरबजार बजार व्यवस्थापन समितिलाई स्थानीय सरकारको तर्फबाट तुम्बेवा गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। आज 25 गतेबाट उद्घाटन भएको खेल आज 29 गते समापन खेलसम्म आइपुग्दै गर्दाखेरि अत्यन्त निर्विवादित ढङ्गबाट जुन लक्ष्य र उद्देश्यका साथ यहाँहरूले चाहिँ सुरु गर्नुभएको यो खेल थियो, त्यो निर्विवादित ढङ्गबाट आफूले सोचे भन्दा अच्छा चाहिँ राम्रो रूपमा चाहिँ यो खेल सम्पन्न भएको हामीले अनुभूति गरेका छौँ। त्यस कारणले गर्दाखेरि पनि आयोजक समिति र शुभचिन्तक समर्थन गर्ने सम्पूर्ण महानुभावहरूले म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। खेलकुद भनिन्छ, हामीले अघि लेखेको पछाडिको ध्यानहरूको भागमा पनि माथिल्लो भागमा लेखिएको छ, स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भनेर हामीले अघि पनि सुनिसकेका छौँ। आदरणीय उपस्थित महानुभावहरू, तुम्बेवा गाउँपालिकाका विभिन्न कुराहरू चर्चाहरूमा रहेका हाम्रो यस गाउँपालिकाभित्रका 5वटा वडाका कुना कक्षामा लुकेर रहेका हाम्रा प्रतिभाहरू खोजी गर्ने एउटा माध्यम हुन सक्छ बरबजार बजारले आयोजना गरेको भलिबल खेल र सँगै यो जिल्लाका विभिन्न कुना कन्दरामा रहेका हाम्रा खेलाडी मित्रहरूलाई यहाँ ल्याएर चाहिँ एउटा प्रतिभाको एउटा यहाँबाट चाहिँ प्रस्तुत गर्ने एउटा माध्यम हुन सक्छ र सँगसँगै यो खेलकुदको माध्यमद्वारा हामीले तुम्बेवा गाउँपालिकाका यस्ता भलिबल होस्, फुटबल होस्, ब्याडमिन्टन होस् लगायतका विभिन्न किसिमका खेलकुदका गतिविधिबाट पनि हामीले तुम्बेवा गाउँपालिकालाई यो गाउँपालिका एउटा लुकेर रहेको जुन हिजो राज्यको नजरभन्दा पछाडि रहेको गाउँपालिका, यो गाउँपालिकालाई राज्य समक्ष चिनाउनु पर्छ भन्ने उद्देश्यले नागरिक समाजले एउटा समितिले एउटा चाहिँ वडाले अर्थात् चाहिँ यहाँको स्थानीय सरकार जसले गरे पनि हामी तुम्बेवा गाउँपालिका पनि यही राज्यभित्रको एउटा पालिकामा पर्छौँ भनेर चाहिँ चिनाउन खोजिरहेको कुरा यहाँहरूलाई चाहिँ जगजाहेर छ, यही कुरा निवेदन गर्न चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, आज यो खेल सम्पन्न हुँदै गर्दाखेरि मैले देखिरहेको छु एउटा
पार्वत्य बजार व्यवस्थापन समिति आयोजकको भूमिकामा रहँदै गर्दाखेरि यहाँको विद्यालयका शिक्षक कर्मचारी उत्तिकै चिन्तित भएर जोडिएको मैले अदृश्य रूपमा उहाँहरू लागिरहेको देखिरहेको छु। उहाँहरूका प्रति पनि म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यहाँका युवा वर्गहरूलाई सबै उत्तिकै लागिराख्नु भएको छ, यहाँहरूलाई उत्तिकै सम्मान व्यक्त गर्न चाहन्छु। जनप्रतिनिधिज्यूहरू लागिराख्नु भएको छ, उहाँहरूलाई पनि म उत्तिकै सम्मान गर्न चाहन्छु। र यहाँको सिङ्गो नागरिक समाज जो आज अहोरात्र रूपमा खटिराख्नु भएको छ, यहाँहरूका प्रति म सम्मान व्यक्त गर्न चाहन्छु। त्योभन्दा धेरै आज हामीले एउटा चाहिँ आफ्नो जीवन गुजाराका निम्ति, आफ्नो परिवार चलाउनको निम्ति, आफ्नो बाध्यकारी अवस्था भएर वैदेशिक रोजगारीमा जानुभएका हाम्रा यहाँका तुम्बेवाका तमाम दाजुभाइहरूले जसले आफ्नो परिवारको गाँस काटेर यो खेलकुदलाई सफल बनाउनका निमित्त उहाँहरूले आफ्नो धनराशि यहाँ पठाउनु भएको छ। यो खेलकुद सम्पन्न गर्नको लागि आर्थिक रूपमा सहयोग गर्नुभएको छ। विभिन्न रूपले उहाँहरूले विभिन्न माध्यमहरूले आफूले सकेको सहयोगको रूपमा यहाँ जोडिनु भएको छ। उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यसैले गर्दाखेरि अघि आइसकेको छ कुराहरू, हामीले विभिन्न जात जाति भाषा धर्म संस्कृति मानेर बसोबास गर्ने सुन्दर फुलबारी तुम्बेवाभित्र बसोबास गर्ने हाम्रा विभिन्न कला भाषा साहित्य र हाम्रा चाहिँ विभिन्न संस्कृतिजन्य कुराहरू आज हाम्रो चाहिँ यही प्राङ्गणमा हामीले देखिसकेका छौँ। साकेलाका टोलीले एउटा सुन्दर नृत्य देखाउनु भयो, सँगसँगै उत्तिकै केलाङ, उत्तिकै बाजा गाजा, उत्तिकै बालन ढोल लगायतका यहाँ हाम्रा सांस्कृतिक गतिविधिहरू हामीले गरेका छौँ। यी सबै कुराहरू मिलेर, यी सबै कुराहरू जोडिएर, विभिन्न किसिमका भावनाहरू मिलेर जोडिएर हामी आज साझा फुलबारीको रूपमा एउटै नेपाली भएर बस्न खोजिरहेका छौँ। एकले अर्काप्रति भावनात्मक रूपमा मिलन गर्न खोजिरहेका छौँ। अघि कुरा आइसकेको छ, आज राष्ट्र साँच्चीकै एउटा चाहिँ सङ्कटग्रस्त रूपमा अगाडि बढिरहेको छ। भर्खरै मात्र सम्पन्न भएको जेएनजी आन्दोलनले खरानीमा परिणत गरेको नेपाल जो खरानी पुस्दै गरेको परिस्थितिमा छ। त्यसैले गर्दाखेरि यहाँहरूलाई म हार्दिक रूपमा अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, जब नेपाल रहन्छ तब नेपाली रहन्छौँ, के नेपाल रह्यो भने हामी रहन्छौँ। त्यस कारणले गर्दाखेरि आजको सबैभन्दा प्रमुख मुद्दा भनेको यो मुलुक रहनुपर्छ। त्यसैले गर्दाखेरि यो मुलुक जोगाउनको निमित्त आज मेची महाकालीका नेपालीहरू एक भएर अगाडि बढ्नुपर्ने परिस्थिति तपाईँ हाम्रो सामुन्नेमा आएको छ। त्यस कारणले गर्दाखेरि यो जिम्मेवारी पनि हामीले उत्तिकै रूपमा लिएर आज यो घडीमा सबै एकाकार ढङ्गबाट हामी उभिएर अगाडि बढ्नु कुनै विकल्प छैन। यिनै कुराहरू राख्न चाहन्छु र तुम्बेवा गाउँपालिकाभित्र भएका विभिन्न किसिमका गतिविधिहरूका कुराहरू यहाँहरूलाई सुन्ने उत्तिकै इच्छा हुँदाहुँदै पनि समयले नेटो काटिसकेको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूसँग मैले यी कुराहरू धेरै कुरा राख्न सकिनँ, यसका प्रति म क्षमा चाहन्छु। म यति भन्न चाहन्छु, तुम्बेवाका हरेक नागरिकहरूलाई र तुम्बेवासँग हरेक हिसाबले जोडिने सम्पूर्ण आदरणीय उपस्थित महानुभावहरूलाई तुम्बेवा गाउँपालिका स्थानीय सरकारको तर्फबाट हामीले सम्भव कुराहरू हामीले सकेसम्म हाम्रो स्रोत र साधनले भ्याएसम्म र हाम्रो क्षमताले भ्याएसम्म तुम्बेवा गाउँपालिका एउटा स्थानीय सरकारको रूपमा हामीले सर्भिस डेलिभरी गर्नुपर्ने हुन्छ, नागरिकको साथमा रहनुपर्ने हुन्छ। हरेक दृष्टिकोणबाट तुम्बेवाका हरेक नागरिकहरूले तपाईँहरू असजिलो र अप्ठ्यारो परिस्थिति परेको बेलामा अभिभावकविहीन रूपमा हुनुहुन्छ भन्ने कुराको अनुभूति हुन हामी दिँदैनौँ। त्यो कुरामा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। अन्य कुराहरूमा तुम्बेवा गाउँपालिका यहाँका विभिन्न विकास निर्माणका गतिविधिहरू, नागरिकको अपरिहार्य कुराहरू जो तुम्बेवा गाउँपालिकालाई नगरी नहुने कुराहरूमा प्राथमिकताका साथ तुम्बेवा गाउँपालिका अगाडि बढिरहेको छ। हामीले खेलकुदका क्षेत्रमा पनि पछिल्लो समयमा हामीले कतिपय कुराहरूलाई सम्बोधन गर्दै गर्दै हामीले मैले अस्तित्वको सम्बोधनमा पनि भनिसकेको छु, हामीले जतिको मात्रामा गर्नुपर्थ्यो त्यति सकेनौँ होला, तर खेलकुदलाई शून्य गरेका छैनौँ। यो खेलकुद सँगसँगै सबै क्षेत्रहरूलाई हामीले अगाडि बढाउनु पर्ने, सबै क्षेत्रहरूलाई उत्तिकै ढङ्गबाट अगाडि बढाउनु पर्ने बाध्यात्मक परिस्थिति हाम्रो सामुन्नेमा छ। त्यो चुनौती छ। त्यसै कारणले गर्दाखेरि हामीले यी सबै कुराहरूलाई समेट्दै समेट्दै लिएर गइरहेको कुरा यहाँहरू समक्ष म अनुरोध गर्न चाहन्छु। र यो खेल सम्पन्न हुँदै गर्दाखेरि तुम्बेवा गाउँपालिका वडा नम्बर 4 ले प्रायोजन गरेको छ। तुम्बेवा गाउँपालिका स्थानीय सरकारको तर्फबाट हामीले 1,11,111 रुपैयाँ यहाँ यो खेलकुद समितिलाई सहयोग गरेका छौँ। र आगामी दिनहरूमा यस्ता खेलकुदका गतिविधिहरू जो सृजनात्मक कुराहरू आज हामीले देखिरहँदै गर्दाखेरि हामी खेलकुद भलिबल खेलको चाहिँ समापन कार्यक्रम भनेर आइरहेका थियौँ, तर यहाँ विभिन्न किसिमका संस्कृति झाँकीहरू, विभिन्न किसिमका कला
संस्कृतिहरू हामीले हाम्रो अगाडि देख्न पायौं। त्यसैले गर्दाखेरि यो अत्यन्तै सुनमा सुगन्ध भएको छ। तुम्बेवा पर्वते बजारले जुन सृजनात्मक कार्यक्रम तपाईहरुले आयोजना गर्नुभएको छ, सबैसँग एउटा समिति भन्दा पनि माथि उठेर सबैसँग सहकार्य गरेर सबैले यो समितिलाई उत्तिकै समर्थन गर्नुभएको, सहयोग गर्नुभएको छ। यस कारणले गर्दाखेरि आज सोचे भन्दा अत्यन्तै राम्रो ढंगबाट यो ओलने पर्वते बजारको यो हाम्रो ओलने माविको खेल मैदानमा यो कार्यक्रम सफल भएको छ। यसका प्रति यहाँहरु सबैजनालाई म धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु गर्ने क्रममा हामी तपाईहरुको साथमा सधैँ रहेको कुरा पनि यहाँहरुलाई जानकारी गराउँदै यो कार्यक्रम यतिको समयसम्म चाहिँ आफ्नो महत्त्वपूर्ण समयलाई खर्च गरेर यो कार्यक्रम सफल बनाउनको निमित्त उपस्थित हुनुभएका तमाम आदरणीय व्यक्तित्वहरुलाई म हार्दिक सम्मान र धन्यवाद दिएर आगामी दिनहरुमा तपाईहरुसँग सबै खाले गतिविधिहरुमा एउटा स्थानीय सरकारको जनप्रतिनिधिको रूपमा रहँदै गर्दाखेरि एउटा जिम्मेवार ढंगबाट तपाईहरुसँग जोडिने बाचा गर्दै तपाईहरुको साथमा सधैँ रहेको कुरा निवेदन गरेर आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा तपाईहरुसँग जोडिने बाचा सहित आफ्ना कुराहरु यहाँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जय किशोर।